सरको हस्पिटलमा यस्तो छ सर हेर्नु न तपाईँको पानी चुहिरहेको छ है यस्तो छ गन्दगी छ यो तपाईँको साबुन चाहिँ राख्नु भएको रहेछ यस्तो चिप्लो छ भर्खरै लडिनँ म है अब सबैको जनगुनासो हो भित्र यस्तो गनाउँदो छ है दाइ पुरै ट्राई गर्न सकिन्न है यस्तो सफा गर्नु पऱ्यो है तपाईँ समय निकाल चाहिँ हेरिदिनु पऱ्यो नि त पानी चुहिरहेको छ यो नली बिग्रिरहेको छ झन्डै चिप्लो लड्यो भर्खर हामी हेर्ने दुईवटा कुराहरू है त्यो प्लिज तपाईँहरूले चाहिँ यो सरकारी हस्पिटलको को हुनुहुन्छ म्यानेजमेन्ट अथवा कोही भ्याउनु भएन होला तर यो चाहिँ अहिले भर्खरै चेन्ज गर्नु प्लिज सर है किन भन्दा फेरि उल्टै हामीलाई रोग लाग्न लागिसक्यो क्या बिरामी मान्छे आउँदा फेरि मच्छरी टोकेर डेङ्गु लागेर हुन्छ पिसा फेर्न आएको गति यस्तो छ चिप्लो छ हेर्नु त चिप्लिन्छ ब्ल्याट्टे है भर्खर एउटा मान्छे चिप्लिनु भयो है अनि उहाँको तपाईँ खुट्टा भाँच्छ के हुन्थ्यो त्यही भएर प्लिज सर यति कुराहरू चाहिँ ध्यानमा राखिदिनु होला है हेर्नुहोस् है हजुर यति त गरिदिनुहोस् सर है हामीले जनागुनासो केही छैन है तपाईँहरूले सफा चाहिँ गरिदिनु पऱ्यो कि तपाईँहरूले भ्याउनु भएन होला है अथवा के भयो होला तपाईँले एकचोटि चाहिँ यसो जनगुनासो गर्नु हेरिदिनु पऱ्यो टिम पनि भाइ त्यही भएर है त्यो भएर एकचोटि चाहिँ हेरिदिनु पऱ्यो सबैजनाले है सरकारी हस्पिटलको तपाईँकोसँग हस्पिटलसँग हाम्रो केही दुश्मनी छैन केही पनि छैन सर्भिस राम्रोसँग दिनुभएको छ तर टोयलेटमा चाहिँ अलिकति हेरिदिनु है हेर्नु न पुरै तपाईँको मच्छरै लाग्छ त पुरै हेर्नु त फोहोर छ मच्छरै मच्छर छ ल हेर्नु अनि कसरी गर्नु हामी टोयलेट हेर्नु त गो हग्न आयो भने उल्टी डिजिज लाग्ने भयो बिरामी हुन्छ है त्यही भएर प्लिज यो चाहिँ तपाईँहरूले गरिदिनु सर प्लिज यो चाहिँ तपाईँ चेन्ज गरिदिनु होला है यो भरतपुर सरकारी हस्पिटल छ है यो सरकारी हस्पिटल आएको छु है तपाईँहरूले प्लिज यो तपाईँको जुन पनि हुनुहुन्छ सरकारी हस्पिटलको म्यानेजमेन्ट अथवा को हुनुहुन्छ टोयलेटमा चाहिँ एकदमै पानीहरू हेर्नु त यस्तो गनाएको छ मच्छरहरू छ एटलिस्ट टोयलेट त सफा गरिदिनुहोस् यार त्यसले गर्दा फेरि हामी बिरामी भएको मान्छे पिसा फेर्न आउँदैन उल्टै बिरामी हुने भयो कि डेङ्गु लाग्ला भने डर भयो पुरै मच्छर पानी चुहेर चिप्लेर लडेर भने डर यो कुरामा चाहिँ सुधार गरिदिनु पऱ्यो तपाईँहरूले है जनगुनासो हो है त्यही पनि तपाईँहरूलाई मैले इन्फर्म गरिदिइहालेँ है बुझ्छु हामीले तपाईँलाई नराम्रो भन्न खोजेँ होइन त्यो चाहिँ त्यस्तो छ है गर्नु है भन्न खोजेँ हो प्लिज है सरकारी हस्पिटलको टोयलेट चाहिँ अलिक सफा राखिदिनु होला मान्छे चिप्लेरै लड्ला जस्तो भयो त्यही मान्छे त्यहाँनिर तपाईँको डेङ्गु पनि लाग्ला जस्तो भयो कि टोयलेट गर्न गएको मान्छे टोयलेटै नआउने भयो त्यस्तो फोहोर छ है सम्बन्धित निकाय चाहिँ हेरिदिनु होला सर है दुई हात जोडेर हामी तपाईँलाई बिन्ती गर्दछौँ यो सरकारी हस्पिटलको टोयलेट चाहिँ अलिकति राम्रो गरिदिनु होला है सफा गरिदिनु पानी चाहिँ हेर्नु त झन्डै चिप्लेको मैले है मान्छे अब बिरामी हामी कुरुवा हुन्छ टोयलेट गर्न मन लाग्छ आउँछु तल टोयलेट गर्दा फेरि तपाईँको साबुन पनि थिएन आज रहेछ है यस्तो कुराहरूमा चाहिँ हेरचेक्राइ गर्नुहुन्न है सानो सानो मिस्टेकले पनि तपाईँहरू भनौँ न नराम्रो रेपुटेसन हुन्छ हस्पिटलको है त्यही भएर प्लिज यो मेन्टेनेन्स जे हुन्छ त्यो चाहिँ गरिदिनु है सरसफाइहरू राम्रोसँग गरिदिनु सबै कुरा ठिक छ तपाईँले गर्नुभएको छ तर कतिपय भ्याउनु पनि हुन्न है कतिपय बिग्रिरहेको पनि हुन्छ होइन यो कुरा चाहिँ सुधार गरिदिनु है टोयलेट चाहिँ एकदमै भयो क्या तपाईँको चिप्लेला भने डर भयो है मच्छर छ टोयलेट गऱ्यो भने झन् डेङ्गु लाग्छ है त्यो भएर अलिकति यो सरकारी हस्पिटलको टोयलेट चाहिँ तपाईँहरूले अलिकति सोचेर होइन के छ भनेर एकचोटि यसो हेर्न लगाएर तपाईँलाई नै अब तपाईँको को हुनुहुन्छ अथवा जनगुनासो सबैको हाम्रो है मेरो मात्र होइन जनगुनासो सबैको एकचोटि हेरिदिनु है यति चाहिँ गरिदिनु सक्नुपर्छ तपाईँहरूले है